जेनजी सबै राजावादी हो किनभने सबै प्रमाण दिन्छु जस्तो सुदन गुरुङ प्रमाण दिन्छु मिरा ढुङ्गाना प्रमाण दिन्छु मिरा ढुङ्गानाले गोली खाएको हो सुदनले गोली खाएको हो कि पानी बाँडेको गोली खानेको हो सुरेन्द्रजङ थापा जसको 5 वटा गोली लागेको छ शरीरमा अस्ति आएर तपाईकै रिपोर्टर्स क्लबमा बोल्दै हुनुहुन्थ्यो मैले राजाका लागि लडेको तपाई हरेक गोली खाने जेनजीलाई हस्पिटलमा गएर सोध्नुस् ती सबैले प्रधानमन्त्री भेट्न जाँदा संहिता खारेज गर्नुस् भने कि भनेनन् ती सबै जेनजी साथीहरू जो हस्पिटलमा अलिकति यहाँबाट गोलीले छेडेर थोरैले मात्रै बाँच्न सफल भए उनीहरू सबै राजा चाहियो भनिरहेछन् अब हेर्नुस् जस्तो परवेश दाहाल पनि राजावादी एकछिन तीनजना कुरा को चाहिँ प्रवेश दाहालले गोली खाएको हो हस्पिटलमा हुनुहुन्छ मिरा ढुङ्गाना नेतृत्वकर्ता होइन मिरा ढुङ्गाना आन्दोलनमा हुनुहुन्थ्यो म थिएँ आन्दोलनमा म थिएँ मेरो फोटो भिडियो देख्नु होला म थिएँ के हो सुदन जेनजी हो उमेरले जेनजी हो पानी बाँड्ने मान्छे होइन त्यहाँ ल समर्थन छ मेरो पनि म जेनजी होइन उमेरले म गएँ त आन्दोलनमा अब अर्को कुरा हेर्नुहोस् तपाईँ हेर्नुहोस् त्यो जति मान्छे वार्ता गर्न अहिले तपाईँले जतिको नाम लिनु भने यी सबै अधिकांश मान्छेहरू हरेक नेताको छेउमा गएर उभिएर फोटो खिचेका छन् यिनीहरू कि अमेरिकन एजेन्ट छन् कि यिनीहरू अर्को कुनै आइएनजिओको सदस्य छन् कि यिनीहरू बाँचे जति सबै जो वार्ता गर्न गए यिनीहरू हरेकले ओली देउबा प्रचण्डसँग फोटो खिचेका छन् मर्ने कसैको फोटो छैन